Hello everyone, this is Sheila and welcome back to my YouTube channel. अनि आज चाहिँ मैले हजुरहरुको सामु एउटा नयाँ भिडियो लिएर आएकी छु। यो सबै लुगा मैले चाहिँ डियाफो डोटीबाट लिएको हुँ, जुन चाहिँ मैले अगाडिको भिडियोमा पोस्ट गरेको छु। सबैजनाले एकपटक त्यो भिडियो अवश्य नै हेर्नु होला। हेर्न सक्नुहुनेछ, यो चाहिँ मेरो फर्स्ट आउटफिट हो, जुन चाहिँ एकदमै राम्रो छ। लाउँदा यति राम्रो देखेको थियो के, अनि यसको चाहिँ साइडमा पनि कट छ। दिस वान इज माई सेकेन्ड आउटफिट, टप्स एन्ड स्कर्ट, जुन चाहिँ रोज प्रिन्टेडमा थियो अनि यसको पनि साइडबाट चाहिँ डिजाइन निकालेको थियो। सो आई लाइक इट। अनि थर्डमा चाहिँ रहेको छ स्कर्ट एन्ड स्यान्डल। फोर्थमा चाहिँ रहेको छ यो व्हाइट कलरको क्रप टप्स र ब्ल्याक कलरको प्यान्ट्स, जुन चाहिँ एकदमै कम्फर्टेबल प्लस स्ट्रेचेबल छ। यही आउटफिटमा अब चाहिँ मैले हजुरहरूलाई मैले किनेको विन्टरको ज्याकेट लाएर देखाउँछु ल। फर्स्टमा चाहिँ रहेको छ यो क्रिम कलरको क्रप ज्याकेट, जुन चाहिँ एकदमै मलाई मन परेर मैले किनेको, जुन कि मैले अगाडिको भिडियोमा पनि भनिसकेको छु हजुरहरूलाई। हेर्नुहोस् न, लाउँदा चाहिँ कति राम्रो देखेको छ क्या। मलाई चाहिँ यसरी यो ज्याकेटहरू लायो भने, चस्माहरू लायो भने चाहिँ बाइक चलाउन लागेको जस्तो फिल आउँछ क्या। सेकेन्डमा चाहिँ रहेको छ यो ग्रीन कलरको ज्याकेट, वान अफ माई फेभरेट। आजभोलि खै किन हो थाहा भएन, तर मलाई ग्रीन कलर यति मन पर्न लागेको छ। अनि यो पनि लाउँदाखेरि चाहिँ यस्तो राम्रो देखेको कि गाइजहरू, यति गर्मी थियो है। यस्तो गर्मीमा पनि मैले भिडियो गरेको छु क्या। थर्डमा चाहिँ रहेको छ यो व्हाइट कलरको ज्याकेट, हेर्न सक्नुहुन्छ। यो पनि एकदमै राम्रो छ, मलाई चाहिँ एकदमै मन पर्यो। अनि यसमा पनि टक्क चैन लाउने, अनि साइडमा गोजी छ, पछाडि टोपी छ। यो चाहिँ रहेको छ मेरो ब्ल्याक कलरको स्कर्ट, जुन चाहिँ मैले यो टप्समा लाउँछु भनेर किनेको थिएँ। दिस वान इज माई लास्ट आउटफिट। अनि धेरै गर्मी भएको कारणले गर्दा मैले अरू सर्ट्सहरू लाएर भिडियो गराउन सकिनँ। सो आजको मेरो यो भिडियो यहीँ सकेको छ। धन्यवाद यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा, र सबैजनाले मेरो यो भिडियोलाई धेरै माया गरिदिनु। डु लाइक, कमेन्ट, सब्सक्राइब माई युट्युब च्यानल। बाई बाई।